नमस्कार एभ्रिवान, म चाहिँ आज प्रेम दाजुले चाहिँ निमन्त्रणलाई स्वीकार्दै मसँग हाइकिङ गर्न आएको छु। र अहिले चाहिँ हामी लगभग बिहान 8:30 बजे चाहिँ यहाँको बेजिङ स्टक टाउनबाट अहिले लगभग 10 किलोमिटर हिँडिसक्यौँ। अझै पनि 16 किलोमिटर हिँड्न बाँकी छ। र अहिले चाहिँ मेरो यो ब्लगमा चाहिँ दाजुहरूलाई पनि खिच्न लागिरहेको छु र तपाईँहरूले हेर्नु होला। नमस्कार दाजुहरू। भाइ नमस्ते। थाक्नु भयो क्या हो? थाकेको त छैन भाइ, त्यो होस् मजा आइरहेको छ अहिले। उहाँ चाहिँ हाम्रो प्रेम दाइ हुनुहुन्छ। हजुरको नाम के अरे दाजु? पूर्ण दाजु। चाहिँ लाउरे मामुसिरी भन्छ। पुरो लाउरे। ओ कस्तो राम्रो ठाउँ रहेछ। दाजुहरू चाहिँ मभन्दा अलिकति फास्ट हुन सक्ने रहेछ। एभ्री डे जस्तो अलमोस्ट एभ्री डे जस्तो वर्क गर्नुहुन्छ। स्लो वर्क। दाजु तपाईँसँग आउँदा एकदम रमाइलो लाग्यो। यो ठाउँ चाहिँ कस्तो होला? यो लोकेसन भनिदिनु न। यो चाहिँ अब बेजिङ स्टकबाट इलिस भन्दा अलिकति यतातिर गयो भने हामी क्यानोभर स्टेट क्यानोभरतिर जान्छौँ हामी। हजुर। क्यानोभरको यो चाहिँ डाँडा हो कि यो बारेमा मलाई त्यति धेरै थाहा छैन। म पनि फर्स्ट टाइम गुगल गरेर आउँदैछु। हजुर। गर्दाखेरि चाहिँ यो यहाँबाट चाहिँ यसरी बेजिङ स्टकबाट आएर यता क्रिस्चियन क्यानोभर गरेर डमरतिर गएर नर्थ ओल्टनतिर गएर फेरि बेजिङ स्टकबाट जाने प्लान खासमा। आज चाहिँ हाम्रो कति 26 किलोमिटर होइन दाजु? हजुर 26 किलोमिटर भनेर भन्छ यो गुगलले। हजुर। तर मलाई आफै भन्न लाग्यो भन्दा धेरै हो कि जस्तो लाग्छ मलाई। तर हेरौँ अलमोस्ट हामी 10 किलोमिटर हिँडिसक्यौँ। हजुर। ब्राउन क्यानोभर भन्ने छ। हजुर हजुर। उतातिर गयो भने हाम्रो बाटो अझ लामो हुन्छ। हजुर। तर अहिलेसम्म आएको रुट पनि एकदम मन पर्यो। अब पनि यो एकदम एक्साइटिङ बाटोहरू होला होइन? एकदम छ भाइ छ। हजुर। त्यसलाई पनि बनाएर फेरि अर्को ट्रिपहरू चाहिँ हामी फेरि बढाउँला। हजुर हजुर। आजको लागि चाहिँ हामी यतिकोमै मार्किङ गरेछौँ। हजुर हजुर। हस् दाजु हस्। नमस्कार हजुर। नमस्कार हजुर। आजको चाहिँ अहिलेसम्मको यात्रा कस्तो लागिरहेको? मजा आइरहेको छ हजुर। अब मौसमले पनि साथ दिइराखेको छ। पानी पनि परेको छैन। बदली बदली छ, साह्रै चिसो पनि छैन। मौसम हाम्रै अनुकूल भएको हुनाले इन्जोय गरिरहेको छौँ। सबै साथीभाइ रमाइलो भएको कारणले यो प्रेम सरदा पूर्ण ब्रो। हजुर। म अब तपाईँ आफै भइहाल्नु। म नयाँ मान्छे जोडिएको चाहिँ होइन। हाम्रो बेजिङ स्टकको यसो यहाँको चाहिँ दृश्य अवलोकन गर्नलाई चाहिँ आज ठिक ग्रुप ठिक्कको छ। हजुर। मजा आइरहेको छ। अब एकचोटि चाहिँ पुरा हामी चाहिँ ढेँडो पार्टी गर्नुपर्छ यही जग्गामा। पर्छ सामन त्यही पनि स्मोक सामन ल्याएर। हजुर। चट्ट गोलभेडाको ग्रेभी टक्क टिमुर राखेर पतिना र के अरे चेरी टोमेटोको चाहिँ चटनी अलिकति भटमास मिसाएर ल हस् हजुर, धन्यवाद। थ्याङ्क यू।
ल हेर दाजुहरू सबै मभन्दा सिनियर हुन् उहाँहरू चाहिँ, तर मभन्दा एकदमै तगडा छ। उहाँहरू चाहिँ लाउरे दाजु, प्रेम दाजु अनि हाम्रो दाजु, उहाँहरू चाहिँ एकदमै खतरा हुनुहुन्छ। जति हिँडे पनि थाक्नुहुन्न। एउटा चाहिँ लम्बेरेसको घोडा जस्तो हुनुहुन्छ उहाँहरू चाहिँ। म चाहिँ आज चाहिँ के भन्ने, म चाहिँ यता लेफ्टतिर चाहिँ एकदमै यो गाउँबारीहरू छ। या कुन जातिको गाउँ हो मलाई थाहा छैन, तर यो क्यामेराले भन्दा पनि नाङ्गो आँखाले चाहिँ एकदमै यो प्रकृतिको मनोरम दृश्य एकदम राम्रो देखिरहेको छ यहाँबाट चाहिँ। घाम नलागेको भएर चाहिँ अलिकति क्लियर देखेको छैन होला। अब यहाँ चाहिँ दाजुहरूले चरा देखे जस्तो लागेको थियो अरे। होइन न अहिले चरा गन यहाँ त खेती गर्दै रहेछ। त्यहाँ त मेहमानमै What's going on here? You building what? Oh. Yeah, very good. We've got 16 more miles to go. Yeah. यो रुटमा चाहिँ कहिले कहिले गाडी पनि हिँड्ने रहेछ। वाउ, oh my god, so lovely place. यो तोरीको साग हुन्छ भन्थे अनि मान्छेलाई गाली गर्दा तोरी जस्तो भन्छ किन हो? तोरी लाउने भनेको त तोरीको तेल लाउने भनेको हो। तोरी लाउने lovely place, man. Okay, thank you, Prem Dai, for inviting me to view me such a lovely place like this. That's एकदमै नेचर लभर हो। एकदमै एक्सप्लोर गर्नुहुन्छ। यो दृश्य हेर्दाखेरि चाहिँ मैले चाहिँ के सम्झेँ भन्दाखेरि शाहरुख खान र काजलको चाहिँ फिल्म के भन्छ त्यसको चाहिँ याद आयो। रुक जा हो दिल दीवाना। दाजी कस्तो लाग्यो यो ठाउँ? भाइ एकदम ब्युटिफुल, राम्रो लाग्यो। एकदम खुसी लाग्यो नि तपाईँलाई? हजुर, मलाई पनि एकदम खुसी। ओ माय गॉड, दाजुहरू फर्स्ट टाइम भेटेको जस एकदमै रमाइलो रहेछ सबैजना। ल हस् दाजु, जताततै पयालो पयालो छ। ओ माय गॉड, साथी हो भुइँभरि सुनै सुन्छ। Lovely, lovely. What a fantastic place. आज चाहिँ अहिलेसम्म चाहिँ 11 किलोमिटर हिँडिसक्यो। अब कति
15 किलोमिटर अझै बाँकी छ हाफवे पनि हिँडेँ होइन अहिले कति बज्यो 11:25 भएर त हामी चाहिँ 8:30 बजी हिँडेको थियो रेडिङबाट 7:30 बजी हिँडेको थियो अनि 8 बजे बेजिङ स्टक आइयो 8:30 बजे अनि 8:30 बजेबाट चाहिँ हामी चाहिँ यात्रा जारी छ अहिलेसम्म भनेपछि हाम्रो चाहिँ कति 10 किलोमिटर 8:30 भने चाहिँ हाम्रो यात्रा चाहिँ लगभग 3 बजेतिर चाहिँ सकिन्छ होला आई थिङ्क सो खतरा चाहिँ लेन्स भएका क्यामेरा ल्यान्डस्केप वाला चाहिँ क्यामेरा म्यानहरू चाहिँ यहाँ आउनसम्म अलिअलि हावा चलेको छ चाहिँ कसै हिँड्नको लागि ठिक छ तर कस्तो अहिले शीतल शीतल भन्दाखेरि जाडातिर टर्केको अवस्था यो अलि विन्डी हुने रहेछ कहिले रोडतिर पर्छ तर अहिले चाहिँ टोटली अफ रोड हो यो चाहिँ दाजुको चाहिँ हुन वे इज फर हिमसेल्फ अहिले चाहिँ यो वरिपरि चाहिँ यस्ता रोडहरू चाहिँ धेरै पत्ता लाग्छ आज जस्ट एक्जाम्पल लगभग फेरि रोडमा जोडिएको अवस्था बाटो आयो फेरि रोडतिर हिँड्दै गरेको अवस्था बाजेहरू मभन्दा द्रुत गतिमा अघि बढिरहेका छन् आफ्नो गन्तव्यतिर दाजुहरू मिठो मिठो गफ गरिरहेका छन् राम्रो ठाउँ रहेछ अलिकति रोडमा हिँड्नुपर्ने अवस्था छ एउटा रेफरेन्सको लागि मैले क्यामेरा खिचिरहेको छु दाजुहरू चाहिँ मभन्दा अघि छ अलिकति उकालो बाटो छ दर्शकबिन झ्याप्प लाएर लाउरे भएको याद आयो होला तपाईँलाई यसरी लाउरेहरू यसरी हिँड्नुहुन्छ नि भारी बोक्नु पर्थ्यो है कति केजी बोक्नु पर्छ तपाईँले मिनिमम है ए विथ हतियार कि स्लो भएको अवस्था त्यही कमजोर भएर चाहिँ नि
यो चाहिँ के रहेछ यो सुकेर चाहिँ हो हामी चाहिँ फेरि यो ओह्रालोतिर झर्दैछौँ Can anything happen? It's a little bit scary one. पानी परेको अवस्था दर्शकबिन पानीले रोजेर मेरो छाता छैन के छैन यसो के रे बिजी परायो नि बाँधेर एकदमै स्पिड हिँड्नु सत्यो पानी परेको अवस्था हल्का पानी पर्यो असारे महिनामा पानी पर्यो रोजाउने यो मेरो असारे रोजाउने यो दाजुहरू चाहिँ एकदमै खतरा वकिङ गर्न सक्ने खालको रहेछ आई थिङ्क प्रेम दाइले त 50-60 माइल पनि इजिली हिँड्न सक्नुहुन्छ तर धेरै कमजोर भइएर चाहिँ आई डोन्ट ह्याभ अ प्र्याक्टिस इनफ आउँदाखेरि एकदम वकिङ गर्नु पऱ्यो कसो भन्नु I just inspired from Prem Dai today. हरू चाहिँ अहिले रुजेको कुखुरा जस्तो देखा किनकि बाहिर चाहिँ एकदमै पानी पर्यो दाजु बाहिर चाहिँ लास्ट